राज दाई कस्तो लागिरहेको आनन्द भयो है डर लागेन है यहाँ त डर लाग्छ यहाँ त्यहाँ त डेन्जर डर छ नि त्यही त गहिरो छ बहुत गहिरो छ हेर्न सकिँदैन अब यी साथीहरू ल हेर्नुहोस् यहाँ यस्तो छ भ्युज पारी हिमाल होइन अन्नपूर्ण रेन्ज छ होइन अनि यता हामी यता गोर्जेको डाँडा छ अनि यता हाम्रो रामकोट छ सिरिङ्ग भयो दाइ एकदम तल हेर्दाखेरि चाहिँ एकदमै काँउ जस्तो होइन जिरिङ्ग हुने खुट्टा राम्रोसँग नचल्ने लमजुङ जिल्लाका विभिन्न गाउँहरू कास्की जिल्लाका विभिन्न गाउँहरू त्यही त ल दाइ यसो भनिदिनु नि त के छ यहाँ स्पष्ट देखिँदो रहेछ कि यहाँबाट स्पष्ट यहाँ हेर्नु न भ्यू टावर छ है त्यो पारी अस्ति नै हामी गयो नि त नि रामकोट है त्यो रामकोट भयो रामकोट भयो यहाँ तलको चाहिँ त्यो यो हम्सपुर भयो देखेछ नि यो हम्सपुर हो अझ तिमीले त्यो धेरै पर अलिकति टावर जस्तो देखेको छ होइन त्यो अलिअलि थोरै माटाको ढिस्काहरू खसेको जस्तो देखेछ नि त्यो गोर्जेको डाँडो हो त्यो गोर्जेको डाँडो भयो होइन अनि त्यस पछाडि चाहिँ यतापट्टि आएर हामीले यो अलिअलि शिरशिरमा गाउँ अलिअलि घरहरू जस्तो देखियो देखियो त्यो चाहिँ पसगाउँ हो है अलिअलि किरिमिरी देखेको छ त्यहाँ थोरै त्यो एउटा ठुलो डाँडाको तल पारिपट्टि त्यो सिङदी हो अनि त्यस पछाडि यतापट्टि यहाँ करापु देख्न सकिन्छ यो करापुको स्कुल पनि देखिन्छ अलिअलि सेतो त्यो सेतो ए यो करापु त्यो रहेछ अनि यहाँबाट चाहिँ करापु हुँदै चाहिँ उता छाप अनि डडुवा निक्लिन सकिन्छ हामी डडुवा छ अनि त्यसपछि चाहिँ यतापट्टि तल चाहिँ हामी डडुवाबाट तल झरिसके पछाडि त अब यो हाम्रै एरिया त भयो नि मध्य नेपाल नगरपालिका ल हेर्नुहोस् 7 को हाम्रो गाउँ त्यहाँ छ भाडबेसी छ त्यहाँ चिसङ्कु पनि छ साबिक चिसङ्कु गाविस सरी इसानेश्वर गाविस चिसङ्कुको त्यो हामीले त्यहाँनिर हेर त त्यो दुर्चोकको डाँडोमा अलिकति भ्यू टावर पनि देखियो नि त्यहाँ गएर हेर्दाखेरि चाहिँ धेरै अग्लोमा आयो चाहिँ हामी जस्तो लाग्छ तर यहाँबाट हेर्दाखेरि झनै अग्ला डाँडाहरू पनि रहेछ त्यो अग्ला डाँडा पनि होचो देखियो हेर त यहाँ आएपछि है त्यही त यो मिदिम खोलो यत्रो बगर बनाएको छ हेर कहिले यता बगिनी कहिले उता बगिनी कहिले त्यही त मादी नदी सलल्ल बगेको छ हाम्रो गाउँ चाहिँ त्यहाँ करपुटार होइन करपुटारको मन्दिर पनि देखिन्छ होला साथी मन्दिर पनि देखियो होला हेर्नु साथीहरू है लगभग भलिटार करपुटारको यो रामबजारभन्दा भलिटार धेरै ठुलो देखिन्छ ठुलो पनि छ ठुलो पनि छ यता हाम्रो यता त अलगै ठाउँ छ है तनहु पनि देखिएको छ यहाँबाट यतापट्टिबाट दुई पिपली पनि देखियो मादी नदी त्यहाँ डाँडा अनि दाइ यसो यो हेर्नु त यो डाँडा चाहिँ के को रहेछ यो पारीको अनि उता पारीको हेर्नु कति ठुल्ठुला रहेछ नि यो डाँडा चाहिँ यसो पाउनु भयो जिताकोटको जिता हो जिता हाम्रो मध्य नेपाल नगरपालिका वडा नम्बर 1 पर्छ यो जिताकोटको हो त्यस पछाडि तिम्रो त्योभन्दा उतापट्टिको डाँडा भनेको त तनहुँ जिल्लाकै डाँडाहरू तनहुँ जिल्लाका तनहुँको तिम्रो त्यो के भन्छ टुटेपानी होमस्टेहरू छ यता है उता मिरुङकोटहरू है यता है टुटेपानी अनि यता के रहेछ यतापट्टि हामी चाहिँ यो ठ्याक्कै कहाँबाट छिरिन्छ यता भन्दाखेरि तिम्रो पोल्याङबाट चाहिँ सर्र यतापट्टि चाहिँ के भन्छ घुमाउने हो कि के भन्छ कि घुमाउने यो त पोखरा निक्लिने बाटो हो क्या राजचौतारा खुदी हुँदै फेदी भन्ने ठाउँ आउँछ एउटा चाहिँ राजचौतारा हुँदै होइन सर हामी यसरी पोखरा पुगिन्छ है सर हेर्नुहोस् ल पोखरा पुगिन्छ अनि हिजोको एउटा इन्ट्रेस्टिङ कुरा थियो नि दाइ हाम्रो हिजोको एउटा इन्ट्रेस्टिङ कुरा थियो नि दाइ के थियो अरे कास्कीका कुन कुन राजा हुन् पहिला 22-24 राज्य हुँदै गर्दाखेरि हाम्रो यो कास्कीका राजा र लमजुङका राजा बिचमा चाहिँ युद्ध भन्ने त्यस्तो युद्ध चलिरहने हुन्थ्यो युद्धको क्रममा सिपाहीहरूले यो
कोटमा आएर हेर्दाखेरि लमजुङको मिरिम खोलामा चाहिँ काँस फुलेको देखिएछ होइन। त्यो काँसलाई नै लमजुङका सिपाहीहरू मानेर लमजुङका सिपाहीहरू यति धेरै रहेछन्, यिनीहरूसँग हामी चाहिँ जुझ्न सकिन्न भन्ने हिसाबले उनीहरू चाहिँ यहाँबाट ब्याक भएको भन्ने एउटा चाहिँ किंवदन्ती पनि रहेछ। एकदम रोचक कहानी छ। यो फलाङकोटको डाँडोबाट हेरेको भन्ने सुन्नमा छ। त्यही त। यतापट्टि हामी चाहिँ अहिले भएको ठाउँ भनेको माछकोट हो। माछकोट। अलिकति उतापट्टि गयो भने रुपाकोट गइन्छ। रुपाकोट पनि पुगिन्छ यहाँबाट। रुपाकोट अलिकति उतापट्टि स्याक्लुङकोट पनि छ है। कोटै कोट। कोटको कोट भनेको के रहेछ दाइ? कोट भनेको यो पहिला राजा 2224 राज्य गर्दाखेरि राज्य सञ्चालन गर्दाखेरि चाहिँ कोटमा चाहिँ बसेर तिम्रो यो सुरक्षा गर्ने ठाउँ हो कि कोट भनेको। अरू चाहिँ के अरे शत्रुहरूले आक्रमण गर्न नसकुन् भनेर चाहिँ सुरक्षा गर्ने एउटा चाहिँ हात हतियार सहितको चाहिँ एउटा प्रबन्ध बनाएर चाहिँ बसेको चाहिँ एउटा चाहिँ सिपाहीहरू बस्ने चाहिँ त्यहाँ ठाउँ, त्यो कोट भन्छ त्यसलाई चाहिँ। राजदरबार चाहिँ छुट्टी हुन्थ्यो, त्यही त। कोट चाहिँ छुट्टी हुन्थ्यो। अनि त्यो कोटमा एउटा मन्दिर पनि हुन्थ्यो है। हरेक कोटमा जहाँ जहाँ कोटहरू छन् त्यहाँ मन्दिर छ। त्यति बेला के अरे यो बाहुनहरूलाई फाँसीको सजाय हुन्न भन्नुभएको थियो नि, किन हो दाइ त्यो? 2020 सालतिर हो। 2020 सालतिर तिम्रो त्यो बेला अब नेपालमा राणा शासन हटिसके पछाडि है राजा शाहवंशीय राजाहरूको चाहिँ यो के अरे शासन चलिरहेको थियो नेपालमा। 2020 सालभन्दा पहिला चाहिँ ब्राह्मणहरूलाई चाहिँ फाँसी नदिने भन्ने चाहिँ एउटा थियो। पछि राजा महेन्द्रले चाहिँ 2020मा कुनै एउटा चाहिँ समस्या परेको हुनाले एकजना मान्छे ब्राह्मण मुलकै मान्छेलाई चाहिँ फाँसी दिएको हुनाले नेपालमा अरू राजनीतिक परिवर्तनहरू होइन, जनआन्दोलनहरू, विद्यार्थी सङ्गठनहरू त्यस पछाडि क्रियाशील हुन थाले। महेन्द्रको चाहिँ अलिकति थोरै त्यसले गर्दाखेरि अलिक डिक्टेटरसिप चाहिँ अलिकति बढेको हो कि भन्ने चाहिँ महेन्द्रमा त्यो चाहिँ विशेषता थियो भन्ने चाहिँ हामीले पाउन सकिन्छ। राजा महेन्द्र पछाडि वीरेन्द्रहरू आए। वीरेन्द्र पनि अब वीरेन्द्रले अलिकति थोरै लोयल हुन खोजे, जनताहरूमा लोयल भए, पार्टी पङ्क्तिहरूमा लोयल भए होइन। राम्रो कुरा हो वीरेन्द्रको। तर महेन्द्रको लिडरसिप फेरि राम्रो थियो। महेन्द्रको लिडरसिप के राम्रो थियो भन्दाखेरि तिम्रो महेन्द्रको पालामा धेरै चाहिँ औद्योगिक यो कल कारखानाहरू धेरै स्थापना भइसकेको थियो कि यो अन्तर्राष्ट्रिय स्तरमा यो नेपालको चाहिँ यो छवि पनि राम्रो थियो है। अनि त्यो बेलामा यो भारतसँग भन्दा पनि नेपालको सम्बन्ध भनेको चाइनासँग चाहिँ राम्रो थियो। चाइनाबाट चाहिँ हामीले वस्तुहरू आयात निर्यातहरू गरिन्थ्यो, सामानहरू ल्याउने पैठारी गर्ने होइन। यस्तो किसिमको चाहिँ एउटा विनिमय चलिरहेको थियो त्यो प्रकारको। त्यस पछाडि फेरि अब यो नेपालमा चाहिँ बहुदलीय व्यवस्था आयो 46 साल पछाडिको घटनाक्रम त होइन हामीले प्रश्न निहाल्न सकिन्छ। त्यही हो अब यो कोटहरूको यो विशेषता भनेको यही नै हो।